हेलो एभ्रिवान, मेरो मिनी भ्लगमा स्वागत छ। आज चाहिँ म धान चुट्नेमा गएको छु। मैले चाहिँ यो छोरोले खिच्दिएको म चाहिँ धानको बिटो लिएर आउँदैछु। त्यहाँनिर चाहिँ धान कुट्न लाग्नु भएको छ अनि यता चाहिँ बाबुको साथी पनि छ। अब बाबुले कुट्ने पालो भएको छ। बाबु चाहिँ धान म कुट्ने भन्दैछ अनि मैले मुठा मुठा बनाइदिएको। उसले धान कुट्यो, फेरि एकछिन कुट्छ अनि फेरि फाल्न खोजिहाल्छ। मैले चाहिँ फेरि कुटा सबैजना झर्नी गरेर भनिरहेको छु अनि सबैजना धान कुट्दै हुनुहुन्छ। बाबु कुट्दैछ। फर्स्ट टाइम उसले चाहिँ धान कुटेको, खेतमा त्यति गएको थिएन। अहिले चाहिँ फर्स्ट टाइम उसले चाहिँ धान कुट्दैछ, चुड्दैछ है। सबैजना मिलेर धान चुड्दै हुनुहुन्छ। हामी चाहिँ अङ्गालोमा धानहरू बटुलेर लिएर आउँदैछौँ अनि यता चाहिँ धान चुटिसकेपछि हामी अब पराल उठाउने बेला भयो। पराल चाहिँ अब अङ्गालो म चाहिँ बनाउँदैछु। यता सबैजना मिलेर हामी चाहिँ परालको भारी हाल्दैछौँ। अब भारी राखिसकेपछि फेरि अब धान उठाउने बेला भयो। अब मैले धानहरू बताएको चाहिँ भिडियो बनाउन भ्याइनँ किनकि काम थियो नि त धेरै। अनि यो चाहिँ मैले डिलमा राखेर भिडियो बनाएको। छोरोलाई भिडियो बनाइदेऊ न भनेको, ऊ चाहिँ खेल्न गइरहेछ नि त। अब बच्चाहरू साथी पाएपछि खेल्न जान्छ। म चाहिँ अनि भिडियो डिलमा राखेर त्यहाँ पालले छेक्यो कि भनेर हेर्दै मैले चाहिँ अनि पालले छेक्यो कि भनेर म चाहिँ हेर्दैछु। फेरि पाल माथि उठेछ। अब एकछिनमा फेरि त्यो पाललाई हेरेको त भिडियो म देखिनँ कि जस्तो लाग्यो। अब दिउँसोको समयमा ठ्याक्कै त्यो लाइट देखिन्न नि त। त्यही भएर अनि मेरो आमा र म चाहिँ यहाँनिर बोरा चाहिँ च्यातिएको थियो। त्यो बोरामा त्यो राखेर उठाउनलाई आमाले चाहिँ सानो पेपर लिएर आउनुभयो अनि दाइहरूले चाहिँ धान बोकेर जाँदै हुनुहुन्छ। म चाहिँ धान उठाउँदैछु। आमा हुनुहुन्छ, बुवा हुनुहुन्छ, हामी सबैजना मिलेर धान उठाउँदैछौँ। अनि धान उठाउँदै अब फेरि ढिला हुन्छ भनेर छिटो धान उठाउँदैछु म चाहिँ। अनि आमाले चाहिँ धान थापिरहनु भएको छ। मैले चाहिँ उठाउँदै हालिरहेको छु अनि धोक्रो खोज्न गएको थिएँ फेरि राख्नलाई है। फेरि धोक्रोमा चाहिँ अर्को चाहिँ पाल रहेछ, त्यो फालेर अर्को धोक्रो टिपेँ मैले। अर्को धोक्रो टिपेर त्यसपछि फेरि उठाउन थालेँ। छिटो बुवा पनि आउनुभयो अनि आमाले यता सारेर सबैजना हामी उठ्यो। फेरि यति बेला चाहिँ कसलाई बोलाएँ भन्नुहुन्छ। बाबु चाहिँ घर जान्छु म भनेर हिँडिरहेको थियो। मैले देखेँ आऊ हामी सँगै जाने भनेर मैले बोलाएँ। फेरि बाबु आयो, म उठाउन थालेँ। अब बाबुलाई खिच्देऊ भनेको, बाबुले फेरि मानेन अनि मैले चाहिँ त्यही भएर त्यहाँ डिलमा राखेर भिडियो खिचिरहेको छु। अनि हामी काम गर्दैछौँ, धान उठाउँदैछौँ। अनि आज चाहिँ हामी धान उठाएर अब सक्न लाग्यो। हामी सबैजनाले अब पालाहरू उठाउनु पऱ्यो नि त। त्यही भएर बुवाले चाहिँ उता धान उठाएर लाँदै हुनुहुन्छ। म चाहिँ भुइँको धान उठाउँदैछु, आमा उता सोर्दै हुनुहुन्छ। सबैजना भएर हामी उठाउँदैछौँ छिटो भएर। अब हामी चाहिँ अब राति हुन लागिसक्यो नि त। त्यही भएर छिटो गरेर उठाइसक्यौँ। दाइहरूले धान बोकिरहनु भएको छ। हामी त्यसपछि यति बेला चाहिँ हामी गाडीमा पराल राख्दैछौँ। थ्याङ्क यू।